हेलो एभ्रिवान, नमस्ते। के तपाईहरु पनि आफ्नो यो गुगलको स्टोरेज फुल भएर एकदम चिन्तित हुनुहुन्छ, हैरान हुनुहुन्छ? यदि त्यसो हो भने आउनुहोस्, आजको भिडियो चाहिँ तपाईको लागि हुन सक्छ। हैन, गुगल स्टोरेज कसरी त्यसलाई चाहिँ अलिकति स्पेस बनाउने, त्यसलाई इम्प्टी बनाउने मैले आज यो भिडियोमा देखाउन गइराखेको छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो एउटा हौसला स्वरूप सब्स्क्राइब पनि गर्न नभुल्नु होला है त। सबैभन्दा पहिले चाहिँ तपाईहरु आफ्नो यो मोबाइलको यो गुगल क्रोममा जानु होला। यहाँ देख्न सक्नुहुन्छ। यो गुगल क्रोममा गइसकेपछि तपाईले यहाँ सर्च गर्नुपर्ने हुन्छ गुगल फोटो भनेर है, जुन चाहिँ मैले यहाँ सर्च गरिसकेको छु, देख्न सक्नुहुन्छ। यहाँ क्लिक गरिदिनु होला। गुगल फोटोमा क्लिक गरिसकेपछि यो खालको इन्टरफेस खुल्छ। त्यसपछि तपाईले यहाँ साइन इन गर्नु होला। साइन इन गरिसकेपछि यो खालको तपाईले फेरि अर्को इन्टरफेस देख्न सक्नुहुन्छ। सो अब तपाईले के गर्न पर्यो, यहाँ 3 डटमा जानु होला हैन। यहाँ 3 डटमा जानु होला, लेफ्ट साइडमा छ। यहाँ 3 डटमा जानु होला। त्यहाँ गइसकेपछि तपाईले अलिकति स्क्रोल डाउन गर्नु होला। स्क्रोल डाउन गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ स्टोरेजको अप्सन है साथीहरु। यो स्टोरेजको अप्सनमा गएर तपाईले क्लिक गर्नु होला। ओके, क्लिक गरिसकेपछि फेरि यहाँ अर्को यो खालको इन्टरफेस खुल्छ। सो तपाईले स्क्रोल डाउन गर्नुस्। तपाईले देख्न सक्नुहुन्छ यहाँ रिकभर स्टोरेज भनेर हैन। यो रिकभर स्टोरेज जहाँ भनेको छ त्यो भन्दा तल एउटा लर्न मोर भनेर भनेको छ है साथीहरु। यहाँ लर्न मोरमा जानु होला। यहाँ क्लिक गरिसकेपछि तपाईले यो खालको फेरि अर्को एउटा इन्टरफेस खुल्छ साथीहरु। सो तपाईले चाहिँ यहाँ आई अन्डरस्ट्यान्ड दैट कम्प्रेसिङ माई एक्जिस्टिङ फोटो एन्ड भिडियो क्यान नट बी अनडन भनेर भनेको छ। त्यहाँ टिक गर्नु होला हैन। यहाँ यसरी टिक गरिदिनु होला। सो टिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ ब्लू टिक हैन, ब्लू उसमा यहाँ फेरि त्यो कम्प्रेस एक्साइटिङ फोटोज एन्ड भिडियोज भनेको ठाउँमा तपाईले फेरि यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ तपाईको स्टोरेज यहाँ देख्न सक्नुहुन्छ है। मेरो पहिला फुल थियो, यहाँबाट तपाईको अहिले कति यो तपाईको कति खाली भएको छ यहाँ देख्न सक्नुहुन्छ है। सो यसरी नै तपाईहरुले पनि आफ्नो गुगल स्टोरेज फुल भयो भने चाहिँ तपाईले यसरी यसलाई चाहिँ आफूले तपाईले एम्प्टी गराउन सक्नुहुन्छ है त साथीहरु।